आलु हामी सबैजनालाई मनपर्ने खानेकुरा। त्यहीमाथि यसरी फ्राई गरेको आलु त झन् सबैलाई मनपर्छ। हाम्रो घरमा चाहिँ मसिनो आलुहरू एकदम धेरै थियो। मैले चाहिँ आफूलाई चाहिने जति मसिनो आलुहरू लिएँ। त्यसलाई चाहिँ मजाले सफा गरेँ साथीहरू पानीले। अनि मैले चाहिँ बोक्रासँगै काटिदिएँ किनकि मलाई बोक्रासँगै फ्राई गरेको यसरी आलु एकदम धेरै मनपर्छ। अनि मैले चाहिँ गोलो सेप बनाएर काटेँ। यदि हजुरहरूलाई यसको सेप लाम्चो बनाउन मनपर्छ भने पनि बनाउन सक्नुहुन्छ। यता चाहिँ मैले प्यानमा तेल राखेँ। तेल मजाले तातेपछि थोरै जिरा फुराइदिएँ। अनि मैले अघि मसिनो बनाएर गोलो सेपमा काटेको आलुलाई चाहिँ मजाले मिक्स हुने गरेर चलाइदिएँ साथीहरू। अनि यो चाहिँ बिस्तारै बिस्तारै यसलाई हल्का लो मिडियम हिटमा फ्राई गर्दै जानुहोस्। यो क्रन्ची क्रन्ची हुँदै जान्छ बिस्तारै। अनि मैले बेसार मसला नुन थोरै रेड चिल्ली पाउडर राखेर यसलाई मजाले मिक्स गरिदिएँ। आलुलाई अझै मिठो स्वाद दिनको लागि चाहिँ मैले हल्का फ्राई गरेको खुर्सानी रातो अनि लसुन टिमुरलाई मजाले मिक्स गरेर पेस्ट बनाएको थिएँ साथीहरू। अनि मैले त्यसलाई चाहिँ आलुमा मजाले मिक्स हुने गरेर चलाएँ। अनि एकैछिन पकाइसके पछाडि यो मजाले पाक्छ। स्वाद पनि मिठो हुन्छ साथीहरू। क्रन्ची पनि भएको थियो, मिठो पनि भएको थियो।